हरे कृष्ण फ्यामिली आज हामी केसको बारेमा कुरा गर्छौँ थाहा छ एन्जल नम्बर्स यस एन्जल नम्बर्स भनेको लाइक 1111 222 333 444 555 or 2222 5555 and mirror numbers भनेको 1 2 2 3 3 4 4 3 like mirror numbers होइन अनि अर्को spirit guides spirit animals we're gonna talk about these things so हजुरहरूलाई पनि फोन चेक गर्दा गाडीको नम्बर प्लेटमा या घरको नम्बर या एनीवेयर यु अलवेज फिल लाइक सम काइन्ड अफ नम्बर इज इन्स्टेन्टली हुन्छ नि सरी कन्स्टेन्टली फलोइङ यु देन देयर मस्ट बी सम रिजन बिहाइन्ड इट ओके यो चाहिँ नि एउटा वेकअप कलको लागि पनि युनिभर्सले पठाइरहेको हुन्छ कि स्पेसल मान्छेहरूलाई लाइक ओ टाइम टु वेक अप गुड मर्निङ wakey wakey you know we all are born to wake up to the reality, come out of that illusionary world यो संसारको रमझम हजुरले देखिरहेको यो संसारको यो दुनियाँको यो कुरा सत्य भनेर सोचिराख्नु भएको होला it's not true. Reality is something else. Reality is we are souls having human experiences होइन अनि त्यसरी नै एन्जेलिक वेलमबाट चाहिँ नि यो एन्जेलिक टिम भनेको आर्कएन्जल्स भनेको चाहिँ उहाँहरूको एउटा जस्तै हामी मान्छेहरूको टिम हुन्छ डिभाइन वर्ल्डमा एन्जल्सहरूको टिम हुन्छ क्या एन्जेलिक गाइड हुन्छ नि गाइड्सहरू हुन्छ स्पिरिट गाइड्सहरू होइन एनिमल्स बर्ड्सहरू पनि हाम्रो स्पिरिट एनिमल स्पिरिट बर्ड्सहरू हुन्छ होइन अब त्यसरी नै के हो भने एउटा आफ्नो डिभाइन टाइममा चाहिँ नि हामी सबैलाई युनिभर्सले हुन्छ नि टक 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 गरिरहेको हुन्छ क्या तर यु जस्ट ह्याभ टु नोटिस गर्नुपर्छ अब नोटिस गरेन भने चाहिँ देख्दैन होइन नोटिस गर्नेहरूले देख्छ एज सिम्पल एज द्याट सो if you are repeatedly seeing some numbers that means universe is trying to wake you up out of the veil of the illusion to the reality भनेर भनेको हो सो spirit birds and animals भनेको सपोज तपाईँलाई कुनै एउटा सर्टेन बर्ड्स र एनिमल्समा एट्र्याक्सन छ र उनीहरूले पनि तपाईँलाई एफेक्सन देखाउँछ भने they might be your spirit animals and birds मेरो spiritual awakening journeyमा चाहिँ मेरो very first sign was butterflies होइन बटरफ्लाई चाहिँ कस्तो वियर्ड होइन मेरो रुममा आएर बसिरहेको हुन्थ्यो अनि बाहिर म जब हुन्छ नि इभिनिङ वकहरू जाँदा पनि बटरफ्लाइजहरू मेरो वरिपरि आउने मेरो बडीमा बस्न आउने लाइक यु नो इट वाज नट काइन्ड अफ लाइक नर्मल थिङ हुन्छ नि अब कस्तो माया गर्न आए जस्तो अनि मलाई चाहिँ किन होला यो बटरफ्लाइजहरूले केही भन्न खोजिरहेको जस्तो फिलिङ हुने क्या अनि बटरफ्लाइजहरू पनि एकदमै दिव्य हो कि बटरफ्लाई हाम्रो डाइमेन्सनदेखि भगवान्जीको डाइमेन्सनमा पनि जान सक्ने क्या बटरफ्लाइज भयो लेडी बगहरू अनि अब त्यो के भन्छ हामीले अरू ला त्यसको नामै बिर्स्यो जस अरू पनि छ डिफ्रेन्ट स्पिरिट बर्ड्सहरू एनिमल्सहरू हुन्छ नि अब जस्ट लाइक क्रो पनि हो कसैको क्रो हुन्छ है अब कसैको इगल हुन्छ हेरी हेरी हुन्छ क्या त्यही भएर वी अल ह्याभ स्पिरिट एनिमल्स एन्ड बर्ड्स भनेको अनि उहाँहरूले चाहिँ नि हामीसँग एउटा कनेक्सन राख्न खोज्छ कि दे अल्सो ट्राई टु बिल्ड अ कनेक्सन विथ अस जस्ट लाइक एन्जल्सहरूले चाहिँ नि के साइन्सहरू पठाइरहेको हुन्छ सिङ्क्रोनिसिटिजहरू भइरहेको हुन्छ जस्ट लाइक होइन तपाईँले एउटा गाना सोचिरहेछ अरे कि दिमागमा तपाईँको गाना बजिरहेछ टक्क अर्को एउटा मान्छेले आएर गाइदिइराख्ने के लाइक त्यसलाई सिङ्क्रोनिसिटी भन्छ कि युनिभर्स इज अलवेज लिसनिङ टु अस त्यही भएर पनि हामीलाई प्रायः भनिन्छ कि राम्रो कुरा सोच है धेरै नसोच हामी मान्छे कस्तो एउटा वियर्ड कुरा चाहिँ हामीलाई थाहा छ कि नकारात्मक कुरा सोच्नु हुँदैन तर पनि हामीले नकारात्मक कुरा सोचिरहने अनि टाउको दुखाएर बस्ने कि नेगेटिभ कुरा बेसी सोचेर एक्चुली त्यस्तो कुरा सोच्नु हुँदैन जहिले पनि तपाईँलाई नेगेटिभ थट्सहरू धेरै आउँछ हुन त अब
अहिले कलियुगमा डार्क फोर्सेसहरूले यति धेरै अट्याक गरिरहेको हुन्छ कि मान्छेलाई राम्रो कुरा सोच्नै नदिने क्या, खालि नेगेटिभ कुरा बेसी आउने होइन, पोजिटिभ भन्दा पनि हामीले पोजिटिभलाई फोकस गर्नै पर्छ कि हाम्रो जति नै नेगेटिभ माइन्डसेट भए पनि, नेगेटिभ कुरा दिमागमा आए पनि वी हेभ टु कम ब्याक टु आवर पोजिटिभ थट्स हुन्छ नि। के गर्दा चाहिँ तपाईँलाई ओहो ब्लेस्ड फिल हुन्छ, तपाईँको एनर्जी बुस्ट हुन्छ, या यु टक टु समबडी हु यु फिल भेरी ह्याप्पी विथ, अर हुन्छ नि जसले तपाईँको एनर्जी बुस्ट गर्छ हुन्छ नि। जस्तै मेरो पनि अब ट्राइब्सहरू हुनुहुन्छ, सोल फ्यामिली भन्छ नि मैले, सोल सिस्टर, सोल ब्रदर्स, आई हेभ फ्यु अफ देम। आफ्टर टकिङ टु देम लाइक मेरो एनर्जी एकैचोटि राइज हुने, या डान्स गरेर हुन्छ कि गीत गाएर हुन्छ कि भजन गाएर हुन्छ कि लाइक एनर्जी बुस्ट गर्ने के। त्यो नेगेटिभ जोनमा गइरहेछ भने तपाईँले कसरी आफूलाई माथि ल्याउने, त्यो त्यो चाहिँ नि तपाईँलाई आफैलाई आउनुपर्छ होइन। अनि एन्जल्सहरूले त हामीलाई नक मात्रै दिइरहेको हुन्छ कि लाइक नेगेटिभ सोचिरहेको छ तिमीले भनेर नि, उहाँहरूले पनि हामीलाई सपोर्ट गर्नको लागि एकदम धेरै साइन्सहरू दिइराख्नुहुन्छ सपनाको थ्रुमा, दिव्य सपनाहरू आउने होइन। मैले त मेरो त अनलिमिटेड सपनाहरू देख्छु म एकदमै। मैले त आकाशबाट धेरै धेरै एन्जल्सहरू उडेर आएको पनि देखेको छु, लाइक सो मेनी ड्रिम जर्नलहरू पनि लेख्ने गर्नु आफ्नो सपनाहरूको बारेमा पनि, द्याट अल्सो हेल्प्स कि लाइक हुन्छ नि त्यो ड्रिम्सहरूको थ्रुबाट पनि दिव्य दुनियाँबाट हजुरलाई केही भन्न खोजिरहेको हो कि। यो चिजहरू अहिलेको संसारमा चाहिँ मान्छेहरूले यो वाहियात, यो सपनाको दुनियाँ यस्तो केही होइन कि, यु बिकम वाट यु थिङ्क। तपाईँले यो कुराहरूमा विश्वास छ भने केही त छ, दिव्य शक्ति त छ। जस्तै यहाँ पृथ्वी लोकमा मान्छेहरू छ, त्यस्तै माथि अप्पर वेल्म्सहरू छ होइन, डाइमेन्सन्सहरू छ। हामी यसलाई चाहिँ 3D, जहाँ हामी बाँचिरहेको छ यसलाई चाहिँ 3D डाइमेन्सन भन्छ होइन। जस्तै 4D 5D डाइमेन्सन्सहरू माथि बढ्दै गएपछि हुन्छ नि, माथि 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 अप्पर वेल्म्सहरू, उहाँहरूको अब एकदम ठुल्ठुलो अब भनौँ न बढ्दै गएपछि शक्तिहरू पनि बढ्दै जान्छ। हामीले आँखाले नदेख्ने चिजहरूमा विश्वास गर्दैनौँ, तर आँखाले नदेख्ने चिजहरू पनि इट एक्जिस्ट। यहीँ पनि हामीले केही चिजहरू हाम्रो यो नर्मल आइजले देख्न सक्दैन, तर यो दिव्य दृष्टि भन्छ यसलाई होइन, द थर्ड आई चक्र, यो खोल्न थालेपछि हामीले अर्को डाइमेन्सनको चिजहरू पनि देख्न थाल्छ। जस्ट लाइक मेरो इनिसियल अवेकनिङ डेजहरूमा म एकदमै ध्यान बस्थेँ। अहिले चाहिँ मेरो ब्याड ह्याबिट इज म ध्यान बस्ने गरेको छुइनँ होइन। जब हजुर ध्यान बस्न थाल्छ होइन, ध्यान बस्नु सुरुमा एकदमै गाह्रो हुन्छ, किनभने यति धेरै थट्सहरू आइरहेको हुन्छ नि त। अब पुरा अब वान डेमा कति हजारौँ सोचहरू आइरहेको हुन्छ, तर त्यो मनलाई एकचित गरेर, ध्यानलाई एकचित गरेर एउटा मात्रै चिजमा फोकस गर्नु भनेको सजिलो काम होइन, तर प्र्याक्टिसले हो। मैले पहिला जब मेरो अवेकनिङ भइरहेको छ 2016मा, म एकदमै ध्यानमा बस्ने एकदमै इच्छा लाग्ने के हुन्छ नि, 7 चक्रसको बारेमा जान्ने, चक्रसहरूको के रहेछ त काम, अनि थर्ड आई चक्र भने के हो, क्राउन चक्र के हो, हामीले कसरी भगवान्को दुनियाँबाट हुन्छ नि अब लाइटहरू पास हुन्छ हाम्रो चक्रसहरूमा, अनि कति धेरै हाम्रो पास्ट लाइफको मेमोरिजहरूदेखि लिएर सबै एकदमै हाम्रो यो चक्रसहरू एकदमै इम्प्योर भएर हुन्छ नि त। धेरै कुरा अब यादहरू, गिल्टहरू, पहिला पहिला जन्मको होला नि, त्यो चिजलाई क्लिन्स गर्ने हो भने ध्यान बस्दै जानुपर्छ। ध्यान जति बस्दै गयो तब हाम्रो चक्रसहरू एक्टिभेट हुन्छ, अनि त्यसपछि हामीलाई दिव्य दुनियाँबाट एउटा लाइट पास हुन्छ होइन, यो थर्ड आई चक्रमा, क्राउन चक्रमा, थर्ड आई चक्रमा, थ्रोट चक्रमा, हार्ट चक्रमा होइन, हाम्रो यो जुन 7 चक्रसहरूमा। अनि त्यसपछि लाइक तपाईँले अब थर्ड आईको गर्नुभयो भने यहाँ फोकस गरेर गर्ने हो नि त थर्ड आईमा, अनि त्यसरी अनि दिव्य दृष्टि तपाईँले अब बिस्तारै एक्टिभेट हुँदै गएपछि तपाईँले अर्को दुनियाँको चिज त खुल्ला आँखाले पनि देख्न सक्नुहुन्छ कि। लाइक अब मेरो एउटा एक्सपिरियन्स छ होइन, त्यही मेरो इनिसियल अवेकनिङ जर्नीमा वाइल आई वाज मेडिटेटिङ, लाइक लिटरली होइन, राति 3 बजेतिर मलाई यस्तो दुइटै ठाउँमा म्युजिक बजे जस्तो कि सपनामा, अनि किन यस्तो भएको भनेर मैले यस्तो आँखा खोलेको, यु वन्ट बिलिभ इट, इट्स नट इल्युजन अर म हेलुसिनेट भएको होइन, म साँच्चीकै उठेको होइन 3 बजेतिर होइन, अर्कै दुनियाँको बटरफ्लाई के, क्यान यु बिलिभ इट। अल्सो म इट्स भेरी ब्युटिफुल, त्यो बटरफ्लाई यत्रो ठुलो थियो होइन, अनि गोल्डन कलरको, अनि त्यसको त इभन हुन्छ नि बटरफ्लाईमा पनि अब एकदम बटरफ्लाईको रानी जस्तो कि उसको त विङ्समा के पुरा डायमन्ड डायमन्ड जस्तै थियो। अनि यो चिजहरू धेरै इम्पोर्टेन्ट छ, यो कुरा एक्जिस्ट गर्छ भन्न खोजेको होइन, मेरो यो बन्द हुन लागिसक्यो।
मैले देखेको अनि त्यो बटरफ्लाई चाहिँ गएर गएर लास्टमा माथि सिलिङमा गएर भ्यानिस भयो कि सो या आई हेभ टु गो बिकज मेरो यो फुल भइसक्यो है वो